आउनुहोस्। सक्नु भएको छ। हल्ला चाहिँ सानो आयो क्या, भर्खरै मुभी सुरु भइसकेको छ। हाम्रो आदरणीय दाइ सँगसँगै हाम्रो कलाकारहरू सम्पूर्ण टिमै आउनु भएको छ। सबैजनालाई एकदमै स्वागत गर्नेछौँ र धरानमा र यहाँ समयको पाबन्दीको कारणले आज हाम्रो बिचमा नायक राज कटोला, यसै गरी समीक्षा श्रेष्ठ, यसै गरी हाम्रो आदरणीय दाइ छविराज दाइ, एकदमै स्वागत छ। धन्यवाद दाइलाई पनि अगाडि आइदिनु होला। यसै गरी हाम्रो सम्पूर्ण टिमै आउनु भएको छ। उहाँलाई एकदमै दाइको केही कुरा सुनौँ है। हतार हतार फोटोमा व्यस्त हुनुहुन्छ हुँदा चाहिँ दाइको कुरा सुनिहालौँ, फोटो खिच्दै दाइ। नमस्कार है सबैलाई, नमस्कार। तपाईँले मलाई चिन्नु हुन्छ धन्यवाद भन्नुभएको छ। तपाईँले फोन हेर्दै हुनुहुन्छ, हामीलाई डिस्टर्ब गरेन अलिकति होइन। खुसी हुन्छ तपाईँले धन्यवाद गर्नु हो। त्यो नआएको हुन्छ हो, म घरमा पनि आउनु लागेको छ। किन हेर्नु भएको हो, कस्तो लाग्यो? हेर आउनु बाँकी नै छैन कोहीमा। हेर पनि कोही पैसाले बस्नु होला। के आउँछ अरे हो नि त। हाम्रो मेरो लागि सबै प्रिय ठाउँ हो। मेरो प्रिय किनभने दुई कारणले हो। एउटा त अलिअलि ससुराले को पर्छ धरानतिर होइन। अर्को छवि ओझाजी, उहाँ चाहिँ नि मेरो चलचित्र यात्रा सुरु गर्ने व्यक्ति उहाँ पनि हो। उहाँ पनि धरानकै हुनुहुँदो रहेछ। त्यसमा धरान मेरो लागि विशेष छ। अनि त्यसमाथि तपाईँहरू हुनुहुन्छ धरानवासीहरू, धरानको दिदीबहिनी दाजुभाइहरू असाध्यै प्रिय हुनुहुन्छ। नेपाली चलचित्र असाध्यै रुचाउनुहुन्छ होइन? नेपाली चलचित्र मन पराउनुहुन्छ होइन? त्यही त। त्यस कारण यहाँहरू सबैलाई धन्यवाद छ। यहाँ यी हाम्रो नयाँ नायकजी पनि हुनुहुन्छ, नायिकाजी हुनुहुन्छ। अहिले आयो चलचित्रमा उहाँहरूलाई देख्नुभयो ल। अब उहाँको पनि सुन्नुहोस् न ल, कुरा सुन्नु ल। थ्याङ्क यू दा। नमस्ते सबैलाई। अब अहिले सिनेमा हेरेर मनोरञ्जन गर्नु होला। दाइले सबै कुरा भनिसक्नु भएको छ। धन्यवाद सबैलाई आएर सिनेमा हेरिदिनु भयो। कस्तो लाग्यो, सही लाग्यो लागेन प्रतिक्रिया दिनु होला। धन्यवाद। ल समीर हे हान्दै हामीले राजस्थानमा भेट्यौँ यहाँनिर। हे चाहिँ गर्नुपर्छ है जसरी एकदम रमाइलो लाग्यो। सपनाको कति रोमान्टिक सब कुरा भयो। अहिले आउँछु तपाईँले फ्रेन्ड भेट्नुहोस् है। अब सुरु गरौँ। दाइलाई स्वागत गर्दै यो खास गरी धेरै समयपछि कमगा भनौँ न आउनु भएको छ। के छ दाइ,
अबको चलचित्र दुनियाँ फेरि कस्तो होला यहाँ आइसक्दा? धरान प्रिय ठाउँ होइन, धरान पहिला पनि आएको हो। आज फेरि एउटा लामो अन्तरालपछि चलचित्र लिएर आएको छु धरानवासीहरूका। एकदमै खुसी लागिरहेको छ। धरानवासीहरूले नेपाली चलचित्र खुब रुचाउनुहुन्छ, पहिला पनि एकदमै रुचाउनुहुन्छ। अनि हामी यहाँ छायाङ्कनको लागि पनि धेरैचोटि आएको छौँ। छत्रा भयो, यता वरिपरि भयो, त्यस कारण धरान आउँदा एकदमै खुसी लाग्यो। अहिले भर्खर दर्शकहरूसँग पनि भेटघाट भयो, एकदमै खुसी लाग्यो। उहाँहरू असाध्यै उत्साहित हुनुहुन्छ। पछिल्लो चाहिँ फिल्मसँगै आउनु भएको कुन फिल्म लास्ट समय कुनमा आउनुभयो? मैले यहाँ धेरै पहिला एउटा माझी दाई भन्ने चलचित्र सुटिङ त्योभन्दा पछाडि आफ्नो फोनमा नै आउनुभयो? हलमा चाहिँ त्यसपछि पनि आएँ। एक्चुअली सुटिङको लागि 20, 22, 23 दिनको दिन बसेर अनि यहाँ गएको थियौँ। अनि यहाँ आफन्तको लागि पनि आयौँ। जहिले पनि धरानवासीहरू एकदमै उत्साहित हुनुहुन्छ जहिले पनि आउँदाखेरि, र त्यो उत्साह मैले आज पनि देखेँ कि कायमै छ। त्यस कारण एकदमै खुसी पनि लाग्छ र धरानवासीलाई धेरै धेरै धन्यवाद पनि दिन मन लाग्छ। कस्तो रहेछ त? जस्तै अब अहिले तपाईँहरूको हुँदाखेरिको एउटा चलचित्रको माहौल र होइन, अहिले पनि केही एजका होइन जसले पहिलेदेखि चलचित्र हेरिराख्नु भएको थियो, उहाँहरू पनि देख्दाखेरि अनि तपाईँको यो आएको हुन कि हुटिङ यस्तो रह्यो कि तपाईँको इन्ट्री हुँदा पनि हलभित्र सिनेमामा पनि त्यो हुटिङ थियो, तपाईँ इन्ट्री भएपछि त अवश्य भयो। कस्तो फिल हुन त्यसलाई त्यो बेला? अनि राम्रो लाग्छ, रमाइलो लाग्छ होइन। विभिन्न पुस्ताका हुनुहुन्छ, स्कुलका बालबालिकाबाट लिएर युवाहरूबाट लिएर केही वृद्धहरूबाट लिएर सबैजना हुनुहुन्छ। सबैजनासँग चाहिँ आत्मीयता छ, एकदमै खुसी लाग्छ। र अहिले अलिकति परिवर्तित भनेको हलहरू परिवर्तित भएको छ होइन। पहिला आउने आउँदाखेरि चाहिँ अब सिङ्गल थिएटर हल हुन्थ्यो, ठुल्ठुलो हलहरू हुन्थ्यो, अहिले अब मल्टिप्लेक्सेसहरू भएको छ। त्यो परिवर्तन चाहिँ छ। सनीसँग कुरा सुनौँ, दाइसँग एउटा महानायक दाइसँग स्क्रिन सेयर गर्नु लिजेन्ड कलाकारहरू हुनुहुन्छ क्या फिल्ममा, कस्तो रह्यो अनुभव नर्सिङमा? एकदमै राम्रो अनुभव रह्यो। अब उहाँहरू जस्तो सिनियर कलाकारहरूसँग स्क्रिन सेयर गर्नु पाउनु एकदमै ठुलो कुरा हो, एकदम भाग्यको कुरा हो। अनि कति धेरै कुराहरू सिक्ने मौका पनि मिल्यो, अनि थाहा पनि हुँदै गयो कति कुराहरू। रमाइलो भयो, जस राम्रो अनुभव थियो, एकदमै राम्रो थियो। लाइफको सबभन्दा बेस्ट नै हुन्छ होला सायद। तपाईँ सिनेमा पनि गर्नुभयो, दाइसँग टुरमा पनि हुनुहुन्छ क्या? राजेश दाइलाई कसरी चिन्नुभयो तपाईँले? अलिकति चिनाउन न त। सरलाई अब स्क्रिन सेयर पनि भएको छ, हाम्रो सिन पनि छ 1-2वटा मुभीमा। अनि एकदमै काइन्ड हुनुहुन्छ, सबैजनालाई माया गर्नुहुन्छ, स्विट हुनुहुन्छ एकदमै धेरै। अनि एकदमै राम्रो लाग्छ। म त उहाँको एकदमै ठुलो फ्यान हो, म मेरो फ्यामिली सबैजना पहिलेदेखि नै। अनि एकदमै खुसी छु, भाग्यमानी महसुस गर्छु आफूलाई यसरी यो ठाउँमा हुन पाउँदा। यस्तो सनिता ताइकै फिल्म हेर्दा यत्रो बढिसक्नु भएको छ होइन, हेर्दा आउनु भएको छ र सँगै खेल्दाखेरिको अनुभव त्यो क्षण चाहिँ कसरी तपाईँले सेयर गर्नुहुन्छ? कस्तो त्यो त सपना, एउटा सपना जस्तो हो नि त्यो कुरा भनेको त, एउटा ठुलो सपना पुरा भएको जस्तो हुन्छ त्यो सोच्दा चाहिँ। अनि सबै जस्तो मुभी हेरेको छु मैले सरको, पहिल्यैबाट हेर्दै आइरहेको। अनि एकदमै राम्रो लाग्छ। राज्यको कुरा सुनौ न, के छ पूर्वमा कस्ता रहेछन् दर्शकहरू? नेपाली चलचित्रको माहौल कस्तो रहेछ? चलचित्र त अब पूर्वतिर एकदम राम्रै माहौल हो होइन, पहिलादेखि नै मलाई थाहा भएसम्म। अब आज जसरी हामी भिजिट गरिरहेको छौँ, आज लगभग सोमबारको दिन नै बिहानदेखि हल भिजिट गर्दाखेरि राम्रै रेस्पोन्स पाइरहेको छु र दर्शकहरूको उपस्थिति पनि राम्रै पाइरहेको छ। यसको मतलब पूर्व चलचित्र क्षेत्र अब नेपाली चलचित्र मन पराउने दर्शकहरू होइन अनि हुनुहुन्छ जस्तो लाग्यो। खास भन्नु त आज दिन स्लो डे हो नि त, एकदम खुसी लाग्यो त्यो हेरेर चाहिँ हामीलाई। दाइ यस्तो यो नर्सिङमा किन हेर्ने हुनु त धेरै हामीले मिडियामा हेरिरहेको छौँ कि लाइक पूर्वमै आउँदाखेरि तपाईँले भनिदिनुहोस् न, यो नर्सिङमा के छ? राजेश दाइ भएर हेर्ने हो कि के छ दाइ? होइन, म मात्रै भएर होइन। चलचित्र कस्तो छ अब मुख्य दर्शकहरू चलचित्र किन हेर्न आउनुहुन्छ है, उहाँहरू मनोरञ्जन चाहनुहुन्छ, आनन्द चाहनुहुन्छ, रमाइलो चाहनुहुन्छ, त्यो सबै छ नर्सिङमा। हामी सम्पूर्ण टिमले चाहिँ असाध्यै मिहिनेत गरेर बनाएका छौँ। अब यही समाजमा घटेका घटनाहरू भए तापनि केही एउटा प्रस्तुतिबाट केही नौलो गरेको छौँ। नर्सिङमा नै यसको चाहिँ विशेष एउटा छ प्रस्तुति। नर्सिङमाको तपाईँले देख्नुभयो होला आकार, त्यो आकार कस्तो हो, को हो, के हो भन्ने कुरा पनि जिज्ञासा हुन्छ। त्यस कारण एउटा कटुता पनि छ, रहस्यमय पनि छ। अनि
अन्य अरू सामग्री पनि छ। त्यसकारण भरपुर मनोरञ्जन छ। दर्शकहरूलाई चाहिँ नि एकचोटि आफ्नो सिटमा बसिसकेपछि एकदम बाँधेर राख्छ। अन्त्यमा अब हाम्रो पूर्वका मिडियामा